जब यो टर्बाइन घुम्छ त्यसलाई चाहिँ हाम्रो मेकानिकल एनर्जी हुन्छ र बल्ल इलेक्ट्रिक एनर्जी हामीले एकदमै लो कस्ट हामीले पनि बाहिरबाट नलाइकन सर्भिस भएको कुरालाई डाइनामोको कुरालाई हामीले सबै घरमा बन्ने कुरा हो र चाहिँ एक प्रकारले मेटल प्लेटले एट्र्याक्ट गर्छ हैन अनि एट्र्याक्ट गरेपछि यो टच हुन्छ यो हैन यो टच भएपछि यो बज्छ अनि यो टच भएपछि चाहिँ इलेक्ट्रिक करेन्ट अफ हुन्छ के आफै टर्न अफ हुन्छ अनि टर्न अफ भएपछि अनि
ड्यापर यसमा आएर उसिन्छ अनि हामीले चाहिँ ड्यापर यहाँ जन्दाखेरि हामीले एउटा यसबाट चिसो पानी जान्छ अनि यसबाट चाहिँ चिसो पानी यहाँ त्यसलाई चिसो बनाउँदा यो पानी तातेर यो पानी एउटा पानी निस्किन्छ त्यो निस्किसकेपछि अनि एउटा यसबाट ड्यापर फोल्ड भएर आउँछ यहाँ त्यसको पानी यहाँ फोल्डको पानी अनि यसमा चाहिँ हामीले पोजिसन निकाल्छ अनि यसको फाइदा डाइरेक्ट खानु मिल्दैन तर यसले हामीले औषध जस्तै केही मात्रामा हालेर खानु सक्छौँ त्यसले धेरै राम्रो धेरै खाना भन्नाले डाइरेक्ट खानु मिल्दैन हामी जस्तै आज मेडिसिनमा हामीले केही थोरै मात्रामा हालेर सक्छौँ प्राकृतिक प्रकोपले गर्दा यो धुवाहरूले गर्दा प्राकृतिक प्रकोपले गर्दा गनाउनुले यसबाट निस्केको धुवा र बन्टिनासले यसको शोषण गर्न नसकेर यसको बन्टिनासको कारण यो धुवा शोषण गर्न नसकेर यसको असरहरू जस्तै मन्दिरहरूमा खिया लाग्ने मूर्तिहरूमा खिया लाग्ने अनि मानव स्वास्थ्यमा पनि असर गर्ने जलीय परिस्थितिमा पनि असर गर्ने रुख बिरुवाहरू सुक्ने अम्लीय वर्षाहरू जसले गर्दाले डाइनमो रोटेट भएपछि यहाँबाट इलेक्ट्रिसिटी थोरै भोल्टेज थोरै सानो भोल्टेज कारणले सानो भोल्टेजको यो ट्रान्सफर्मर अप स्टेप अप भन्ने टाइपको ट्रान्सफर्मर हो जसले सानो करेन्टलाई ठुलो करेन्टमा कन्भर्ट गर्छ ठुलो करेन्टमा कन्भर्ट भएपछि हाम्रो यहाँबाट हाम्रो ब्याट्रीमा स्टोर हुन्छ ब्याट्रीमा स्टोर भएपछि हामीले यहाँबाट स्विच अन र स्विच अफ भएपछि हाम्रो गाउँ र स्कुलमा हामीले इलेक्ट्रिसिटी जान्छ कन्टिन्यू भइरहन्छ हाम्रो कुनै पनि पहिले पनि हामीले पनि हाम्रो पनि हामीले अब यहाँ घरहरूमा पानी पानी ढुङ्गाबाट फेरि यो कोल्नबाट फेरि यो सानो ढुङ्गा फेरि त्यहाँदेखि कटनमा हुन्छ त्यहाँदेखि फेरि आएर यहाँदेखि सफा पानी आउँछ फेरि त्यही सफा पानी ल यो टिम कहाँ कुन हो यो कम्पिटिसनकै टिम हो सो हो कि के हो यो सो हो
प्रथम स्थान हासिल गर्ने विद्यालयले ट्रफी नगद 10,000 र प्रमाणपत्र पाउनुहुनेछ भने त्यस्तै द्वितीय स्थान हासिल गर्ने विद्यालयले नगद रु 8,000 ट्रफी तथा प्रमाणपत्र, त्यस्तै तृतीय स्थान हासिल गर्ने विद्यालयले नगद रु 6,000 ट्रफी तथा प्रमाणपत्र र सातवटा स्थान अर्थात् चौथो स्थान हासिल गर्ने विद्यालयले नगद रु 4,000 ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुहुनेछ। मैले यहाँ आजको सान्त्वना पुरस्कारको लागि आफूलाई अब्बल साबित गर्न सफल विद्यालय पशुपति माध्यमिक विद्यालयको नाम मैले घोषणा गरिसकेको छु। तसर्थ सम्बन्धित विद्यार्थी भाइ बहिनीहरू मञ्चमा आइदिनको लागि म आफ्नो अनुरोध छु। मञ्चमा पाइदिनु होला, धन्यवाद। यसैगरी तिगड माध्यमिक विद्यालयका छात्राहरूले तृतीय स्थान हासिल गर्न सफल भएका छन्। तिगड माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई विशेष धन्यवाद दिँदै आफ्नो पुरस्कार ग्रहण गर्नका अगाडि चाहिँ मञ्चमा आइदिन अनुरोध गर्दछु। यसैगरी आजको यस प्रतियोगितामा गौतम बुद्ध माध्यमिक विद्यालय केवलानीले कुल 56 अङ्क प्राप्त गरे द्वितीय मञ्चमा पाल्न म हार्दिक अनुरोध गर्छु र द्वितीय स्थान हासिल गर्नुहुने सम्पूर्ण गौतम बुद्ध माध्यमिक विद्यालय द्वितीय स्थान प्राप्त गर्ने विद्यालय कृपया मञ्चमा पाल्न हुनका लागि हार्दिक अनुरोध गर्दछु। आजको प्रतियोगितामा प्रथम स्थान कसले हासिल गर्यो होला अनुमान गर्न सक्नुहुन्छ? लागि मञ्चमा आइदिनुमा हार्दिक धन्यवाद, हार्दिक अनुरोध गर्दछु। आजको यस प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मञ्चमै रहिदिनलाई पनि अनुरोध गर्दछु। हामी चाहिँ एउटा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधिहरूलाई मञ्चमा सामूहिक फोटो सेसनका लागि म हार्दिक अनुरोध गर्छु। आर्थिक सहायता प्रदान गर्नुहुने तीर्थम नगरपालिका परिवारलाई विद्यालय परिवारले विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छ। साथसाथै यो कार्यक्रममा सरिक भई विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कार वितरण गर्नुभएकोमा आजका रवि शमशेरज्यूलाई आफ्नो महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। यहाँ विद्यालय बनाउनुपर्छ, विद्यार्थीहरूलाई ज्योतिको शैक्षिक ज्योतिबाट अगाडि लिएर जानुपर्छ भनेर त्यो सपना देख्नुहुने अग्रजहरूलाई मैले सम्झिन चाहन्छु। उहाँहरूको त्यो कामलाई मैले धन्यवाद दिन चाहन्छु। त्यो विषम परिस्थितिमा 2018 सालमा विद्यालय निर्माण गर्नु भनेको एउटा चान्चुको कुरा चाहिँ थिएन, तर उहाँहरूले विद्यालय निर्माण गरेर जुन एउटा स्थानसम्म पुगाउनु भएको चाहिँ छ। म उहाँलाई शब्दद्वारा विशेष धन्यवाद दिन चाहन्छु। आदरणीय पुण्य चौधरी, आने राणा, काशीनाथ पन्थी लगायत सम्पूर्ण आदरणीय व्यक्तिहरूलाई म धन्यवाद दिन चाहन्छु। र त्यो समयदेखि, त्यो कालखण्डदेखि यो कालखण्डसम्म आउनका निम्ति जसले जसरी सहयोग गर्नुभएको चाहिँ छ, म उहाँलाई पनि विशेष आभार प्रकट गर्न चाहन्छु। आज हामीले वार्षिक उत्सव मनाइरहेका चाहिँ थियौँ। अर्कोतिर एक विद्यालय सृजनशील कार्यक्रम पनि हामीले सञ्चालन गरेका चाहिँ थियौँ। विज्ञान प्रविधिबाट जो फर्स्ट सेकेन्ड थर्ड सन्ताना हुनुभएको चाहिँ छ, जसले सहभागिता जनाउनु भएको चाहिँ छ, उहाँहरूलाई पनि मैले विशेष धन्यवाद प्रकट गर्न चाहन्छु। हामीले एउटा सपना देखेका चाहिँ छौँ। कस्तो सपना भन्दाखेरि हाम्रा भाइ बहिनीहरूलाई हामीले अवसर सृजना गरेर उहाँलाई चाहिँ क्षमतावान गर्न सक्ने, क्षमतावान नेतृत्व गर्न सक्ने, प्रतिस्पर्धा गर्न सक्ने हामीले भाइ बहिनीहरू चाहिँ निर्माण गर्न खोजिरहेका चाहिँ छौँ। त्यही अनुरूप म आफू सामाजिक विषयगत समितिको संयोजक भएको नाताले गर्दाखेरि पनि तिलोत्तमालाई अगाडि लिएर जानका निम्ति हामीले शैक्षिक रूपान्तरण मूल मन्त्र शैक्षिक रूपान्तरण नगरेसम्म हामीले तिलोत्तमा नगरपालिकालाई अगाडि लिएर जान सकिँदैन। भौतिक निर्माण सँगसँगै हामीले मानवीय विकासका निम्ति पनि लगानी गर्नुपर्छ भनेर आफ्नो नीतिमा, आफ्नो कार्यक्रममा समावेश गरेर हामीले अगाडि बढिरहेका चाहिँ छौँ। हामी तिलोत्तमा भएका हरेक विद्यार्थीहरूलाई कुनै न कुनै सृजनशील कार्यक्रमबाट, कुनै न कुनै माध्यमबाट उहाँको चाहिँ क्षमता विकास गर्दै अगाडि बढाउन चाहन्छौँ। किन भन्दाखेरि अहिलेको समय, यो समय भनेको फ्रस्ट्रेसन, एकदम टेन्सन, मानसिक तनाव, के गरौँ कसो गरौँ भन्ने डाहावाला समय भएको कारणले गर्दाखेरि हाम्रा भाइ बहिनीहरू निराश हुन सक्छन् होला, हाम्रा भाइ बहिनीहरू आत्तिन सक्छन् होला। तर उहाँहरूलाई हामीले सम्भावना देखाउनका निम्ति
हामीले यो कार्यक्रमहरू लिएर अगाडि बढाइरहेका चाहिँ छौँ। हामीले 30,000 विद्यार्थीहरूलाई 66,000 युवा साथीहरूलाई विभिन्न कार्यक्रमको माध्यमबाट जोडेर अगाडि बढ्न चाहिँ खोजिरहेका चाहिँ छौँ। त्यसमा चाहिँ सहयोग हामीलाई विद्यालयको, हाम्रो युवा तथा खेलकुद शाखाको, नगरपालिकाको सबैको सहयोग लिएर हामी अगाडि बढ्न गइरहेको तपाईँलाई मैले जानकारी गराउन चाहन्छु। हामीले एक विद्यालय सृजनशील कार्यक्रमको सपना देख्यौँ। हामी चाहिँ विद्यालयहरूमा चाहिँ प्रतिस्पर्धा गरायौँ। पशुपति माध्यमिक विद्यालयले प्रपोजल लेख्नका लागि चाहिँ आफ्नो कार्यक्रम उहाँले सम्पन्न गर्नुभयो। नौरा नम्सा साहित्यकालाई लिएर जनता माध्यमिक विद्यालय भाटाले बाल साहित्य महोत्सव गर्यो। यहाँका विद्यार्थीहरूले चाहिँ यहाँको यस विद्यालयले विज्ञान प्रविधि चाहिँ प्रतिस्पर्धा गर्यो। हामीले च्यालेन्ज मोड भनेका चाहिँ छौँ। कुनै विद्यार्थीले नयाँ आइडिया लिएर आउनुहुन्छ भने उहाँलाई हामीले 10,000 रुपियाँ दिनेवाला चाहिँ छौँ। तपाईँले कार्यक्रम गर्नुहोस्, तपाईँहरू सिक्नुहोस्, तपाईँलाई चाहिँ कति लगानी गर्नुपर्छ भने हामीले 10,000 सम्मलाई हामी 10,000 रुपियाँ प्रोत्साहन गरिरहेका चाहिँ तपाईँलाई जानकारी गराउन चाहन्छु मैले। त्यस्तै हामीले नगर स्तरीय ठुलो हामीले एउटा विज्ञान प्रविधि उद्यमशीलताको हामी विद्यार्थी भाइ बहिनीहरूलाई समावेश गरेर हामीले ठुलो कार्यक्रमको एउटा सपना देखिरहेका चाहिँ छौँ। शिक्षकहरूलाई सम्मान गर्ने भनेर हामीले, हौसला प्रदान गर्ने भनेर हामीले उत्कृष्ट शिक्षकहरूलाई सम्मान भनेर हामीले आफ्नो बजेट विमोचन गरेका चाहिँ छौँ। हामीले यसपालिबाट हामीले पढ्दै कमाउँदै भन्ने कार्यक्रमलाई चाहिँ अगाडि बढिरहेका चाहिँ छौँ। विद्यार्थीहरू पढ्दै पनि कमाउँदै पनि अगाडि बढौँ भनेर हामीले अगाडि बढिरहेका चाहिँ छौँ। यस विद्यालयमा म आफू पनि पढिरहेको भएको कारणले गर्दाखेरि बेला बखत पाएर हामीले विभिन्न व्यक्तिहरूलाई लिएर मोटिभेसन कार्यक्रम गरिरहेका चाहिँ छौँ। नगरपालिकामा कुनै पनि कार्यक्रम आयो भने टिभीगढ दुर्गाना घरका स्कुलहरूलाई चाहिँ नै तपाईँ त्यहाँ पाल्नुपर्छ भने विशेष अनुरोध गरेर विभिन्न कार्यक्रमहरू लिएर हामीले हाम्रा भाइ बहिनीहरूलाई जोड्ने प्रयास गरेका चाहिँ छौँ। त्यही अनुरूप हामीले यहाँ सानो भए पनि पुस्तकालयको स्थापना गर्ने चाहिँ हामीले प्रयास गरेका चाहिँ छौँ। बाल उद्यम निर्माण गर्ने प्रयास गरेका चाहिँ छौँ। हामीले बालबालिकालाई पढ्न गाह्रो भयो भने बालमैत्री चाहिँ बेन्च कुर्सीको व्यवस्थापन गर्ने प्रयास गरेका चाहिँ छौँ। हामीले हरेक दृष्टिकोणबाट यो विद्यालय सेन्ट्रल विद्यालय बन्नुपर्छ भनेर अगाडि बढिरहेको मैले तपाईँलाई जानकारी चाहिँ मैले गराउन चाहन्छु। हामीले यसपालि नेपालको एउटा नयाँ सपना देखेका चाहिँ छौँ। धेरै ठाउँमा चाहिँ एउटा हामीले सोच्नु पर्यो, अध्ययन गर्नु पर्यो, नीति बनाउनु पर्यो। कार्यान्वयन गर्दाखेरि धेरै समय लाग्ने कारणले गर्दाखेरि हामीले के कार्यक्रमहरू हाम्रो आइडियाहरू अरूले चाहिँ सोचेर चाहिँ फर्स्ट हुन सक्छौँ होला। तर पनि हामीले यसपालि रूपन्देहीमै तिलोत्तमा नगरपालिकामा एउटा शैक्षिक सिकाइ सङ्ग्रहालय निर्माण गर्ने भनेका चाहिँ छौँ। शैक्षिक सिकाइ सङ्ग्रहालयमा हाम्रा भाइ बहिनीहरूले चाहिँ अवलोकन गरेर हाम्रा बाजेहरूले, हाम्रा हजुरबाबुहरूले हामीभन्दा अगाडिका पुस्ताहरू चाहिँ कस्ता सामग्रीहरू चाहिँ उपयोग गर्नुहुने रहेछ, कस्ता सामानहरू रहेछन् भनेर हामीले एउटा प्रदर्शनी राख्ने स्थल, हेर्ने, अवलोकन गर्न सक्ने स्थल बनाउने भनेर मैले आदरणीय मेरा गुरु उपाधि सरसित, शङ्करदत्त सरसित सहकार्य गरेर यसपालि यो वर्षमै हामीले अबको 10-12 दिनमा भित्र हामीले त्यो अभियानलाई लिएर अगाडि बढ्न गइरहेका चाहिँ छौँ। हामीले यस कार्यक्रमबाट यसबाट मैले चाहिँ के अनुरोध गर्न चाहन्छु भने हामीले थारू समुदायका संस्कृतिलाई, मगर समुदायका संस्कृतिलाई, गुरुङ समुदायका संस्कृतिलाई, अन्य समुदायका संस्कृतिहरूलाई हाम्रा कृषिका, वैज्ञानिकका विभिन्न व्यक्तिहरूसित सहकार्य गरेर उहाँकै सहकार्यमा उहाँसित समन्वय गरेर विभिन्न सङ्घ संस्थासित सहकार्य गरेर हामी ती सामानहरूलाई कलेक्सन गरेर हामीले पनि इन्भेस्ट गरेर एउटा नमुना अन्य विद्यालयका विद्यार्थीहरू पनि टिभीगढ माध्यमिक विद्यालयमा त शैक्षिक सिकाइ सङ्ग्रहालय छ है भनेर उत्कृष्ट एउटा सङ्ग्रहालय निर्माण गर्ने भनेर चाहिँ हामीले आफ्नो नीति तथा कार्यक्रममै हामी अगाडि बढिरहेको तपाईँलाई मैले जानकारी दिन चाहन्छु। तसर्थ हामीले हाम्रा विद्यार्थीहरूलाई सकारात्मक रूपमा सोच्न सक्ने, सकारात्मक रूपमा प्रतिस्पर्धा गर्न सक्ने बनाएर अगाडि बढ्न चाहन्छौँ। तसर्थ यस अभियानमा हाम्रा आदरणीय अभिभावकज्यूहरू, हाम्रा शिक्षकज्यूहरू, हाम्रा विद्यालय व्यवस्थापनका समितिका ज्यूहरू, हाम्रा राजनीतिक दलका आदरणीय व्यक्तित्वहरू सम्पूर्णले सहकार्य गरेर यस सामुदायिक विद्यालयलाई हामीले अगाडि लिएर जाने छौँ। हामीसित भाषण मात्र चाहिँ छैन, हामीसित नीति छ, कार्यक्रम चाहिँ छ, कुन समयमा कहाँ पुग्ने गरेर हामीले अध्ययन अनुसन्धान गरेर स्टेप बाई स्टेप योजना बनाएर हामीले तिलोत्तमाको शैक्षिक रूपान्तरमा अगाडि बढिरहेको मैले तपाईँलाई चाहिँ जानकारी गराउन चाहन्छु। तसर्थ
यी कार्यक्रमहरू सफल बनाउनका निम्ति तपाईँले भूमिका खेल्नुभयो। आज सन्दर सरले लगायत उहाँका टिमले यो विज्ञान प्रविधिका निम्ति चाहिँ धेरै मेहनत गर्नुभएको चाहिँ छ। म उहाँहरूलाई चाहिँ विशेष धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। यस्तै कार्यक्रमले हामीले ठुला कार्यक्रम गर्नु पर्दैन, तर साना साना कार्यक्रमबाट जोडेर हाम्रा भाइ बहिनीहरूलाई अगाडि लिएर गर्न सक्यौँ भने हामीले प्रतिस्पर्धा गर्न सक्ने एउटा दक्ष जनशक्तिहरू उत्पादन गर्न सक्छौँ भन्न चाहन्छु। भोलि भौतिकहरू भत्किन सक्छ, भौतिकहरू फेरि निर्माण गर्न सकिन्छ होला, तर यो पुस्तालाई हामीले फेरि लगानी गरेर उहाँलाई मार्केटमा पठाउन सकिन्छ भन्ने उमेरका हिसाबले ग्यारेन्टी हुँदैन। तसर्थ भौतिक सँगसँगै अहिलेका बालबालिकालाई लगानी गरेर प्रतिस्पर्धा गर्न सक्ने बनाएर हामी अगाडि बढ्ने हो। किनकि फल लगाइसकेपछि होइन, फल लाग्नुभन्दा अगाडि बेर्न अवस्थामै बिरुवालाई मलजल गरियो भने राम्रो फल फले चाहिँ अहिले हामीले चाहिँ हाम्रो भाइ बहिनीहरूलाई, नानी बाबुहरूलाई, विद्यार्थीलाई लगानी गर्यो भने उहाँ चाहिँ समाजमा रूपान्तरण गर्न सक्ने बन्नुहुनेछ र त्यसका निम्ति तपाईँ हामी मिलेर रूपान्तरण गर्ने हो। हामी काममा विश्वास गर्छौँ। रिजल्ट भनेको चाहिँ सिक्दै जाने हो, गर्दै जाने हो। आज मिस्टेक हुन्छ, तर मिस्टेकलाई सुधार गऱ्यो भने भोलि बिहान राम्रो हुनसक्छ। तसर्थ प्रति कार्यक्रमहरू हाम्रो पाइलटिङ चाहिँ छ र त्यसबाट हामी कमिटीलाई सुधार गर्दै अगाडि बढ्दै हाम्रो भाइ बहिनीहरू तपाईँ हामी जोडिँदै तिलोत्तमाको शैक्षिक रूपान्तरण गर्ने हो।